अरे यता हेरेर भन न यता हेरेर भन न छोरो यता हेरेर भन न हाई गाइज भन न भन त हेलो साथीहरु वेलकम टु माई च्यानल। आज चाहिँ मैले मेरो छोरीको बारेमा भिडियो बनाउँदैछु। यहाँ हेर्नुस् त, हेर त छोरी, हेर्नु मेरो छोरीलाई नि हो कत्रो कत्रो डाबर 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 आइया निक्लेको छ। देखाउँ त, डाबर डाबर आइया। हेर्नु साथीहरु, यस्तो निस्केको छ मेरो छोरीलाई। हेर्नुस् खै, आउ त छोरो यता। लगाइदिन आँटेको खै छोरा, यता यसो गर। कान बढीले निस्केछ नि। चिलायो। मैले बबे लगाइदिएको छु ल। अब बबे लगाइदिएको छु, अब निको हुन्छ ल। यता पछाडि पछाडि हेरौँ, पछाडि सुताउनु त आमा, यसलाई सुताउनु। ढाड उल्टो घोप्टो परेर दबाई लगाइदिउँ। घोप्टो पर न। ए त्यो तपाईँलाई चाहिँ घोप्टो बनाउन आउँदैन नानीलाई? मम्मी यता झन् खै 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 अन्त यस्तो डाबर डाबर। मैले चाहिँ यहाँ दबाई लगाइदिएको छु अहिले चाहिँ अलिक दबाई लगाइदिएको छु मैले नानीलाई। यता हेर, यता हेर छोरो, कस्तो बाक्लो हो भन्दै। मैले चाहिँ डक्टरले अस्ति पनि पहिला पनि भएको थियो, अनि डक्टरले दिनुभएको थियो दबाई। आज पहिलोचोटि चाहिँ यो लगाइदिँदैछु। डक्टरले नै दिनुभएको दबाई हो यो। डक्टरले यस्तो चिलाएको बेलामा लगाउनु भनेर यस्तो आएको बेलामा दिएको दबाई हो। तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ के भएर हुन्छ, कसरी हुन्छ तपाईँको नानीलाई यदि भएको छ भने तपाईँहरूले पनि सजेसन दिन सक्नुहुन्छ है त। अब यसरी बसेर हुँदैन, यसरी पनि हुँदैन, यसरी पनि हुँदैन। काम गर्नुपर्छ भनेको क्या, त्यो पोलेटी मारेर खुट्टा खुम्चाएर उपरखुट्टी लाएर बस्ने भनेको होइन त। यसरी थ्याचक्क पारेर बस्नु हुँदैन। अब काम गर्नुपर्छ भनेको के। डाब्रे, तेरो नाम त डाब्रे राखिदिउँ क्या हौ नानी? ओइ दबाई हो यो दबाई। तेरो नाम त डाब्रे राखिदिउँ क्या हो, डाब्रे। जतिखेर पनि डाब्रे मात्रै आउँछ, डाब्रे मात्रै आउँछ। तँलाई मात्रै होइन, मलाई नै आइसक्यो यहाँ। मलाई नै आइदियो नि यहाँ। हेर त ल। अब म चाहिँ काम गर्छु, नानी खेल्दै बस ल। मैले दबाई लगाइदिएको छु, एकछिनमा निको हुन्छ। हस् खै हस् भनेको। Hi guys, welcome back to my channel.
हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज मेरो छोरीलाई यो के भएको होला तपाईँलाई थाहा छ भने कमेन्ट गर्न सक्नुहुन्छ। यस्ता बिरिबिरीहरू धेरै आइरहेका छन् मेरो छोरीलाई। मैले हस्पिटल पनि लिएर गएको हो तर निको भन्ने भइरहेको छैन। बारम्बार यस्तो समस्या आइरहेको छ। के भन्नुभयो? नहाल्नु भन्नुभयो अनि नहाल नि त। नहालामा भात दिन्छ म त भात पुलिक भात दिन्छ फेरि अनि नानी के लाग्छ फेरि हाल्दैन ल हाई गाइज वेलकम भन न। हामी चाहिँ नानीको लागि हस्पिटल आएको नानीलाई देखाउनलाई। फाइनली गाइज हामी चाहिँ वेटिङमा छौँ अब डक्टरसँग भेट्ने अनि के भन्छ है अनि सुनाउँछौँ। नरौ बुढा नरौ, रुन पर्दैन। मान्छेहरू यहाँ सुतिरहेछन् यसरी वेटिङ गर्दा गर्दै। डक्टरलाई भेट्न नि कहाँ सजिलो छ र यार। मेरो छोरी पनि पछि डक्टर बन्ने नै हुन्थ्यो नि कान्छा। हामी पढाउन सक्छौँ। हाई गाइस अब नानीले चाहिँ भन्छ कि भन्दैन हाई गाइज भन ल। म डक्टरकोमा आएको छु, मलाई आइया भएको छ। हामी डक्टरकोमा आएको छौँ। खै भनेको